अमेरिकामा ठगहरूको लुट्ने कायदा पनि कति कसैलाई टेक्स्ट पठाएको छ तेरो अनपेड टोल ब्यालेन्स छ भनेर, अर्थात् गाडी चलाउँदाखेरि टोल रोड हुन्छ, टोल तिर्नुपर्ने ठाउँमा टोल नतिरेर गएको त्यो पैसा चाहिँ अनपेड ब्यालेन्स छ, ल तिर्नको लागि फलानु लिङ्कमा क्लिक गर भनेर टेक्स्ट मेसेज पठाएको छ। कसैलाई तिम्रो प्याकेज डेलिभर गर्न सकिएन, फलानु लिङ्कमा क्लिक गर रिराउट गर्नलाई भनेर टेक्स्ट पठाएको छ। कसैलाई इमेल पठाएको छ, कसैलाई लिङ्कमा क्लिक गर्न लगाएको छ। सन् 2024मा मात्रै साढे 16 अर्ब डलर बराबरको रकम ठगहरूले सर्वसाधारणबाट चोरी गरेको लुटेको तथ्य सरकारले सार्वजनिक गरेको छ। 65 लाख मानिसहरूले त मेरो आइडेन्टिटी थेफ्ट भयो, मेरो रकम लुटियो, फ्रड भयो म माथि भनेर रिपोर्ट गरेको तथ्य सरकारले सार्वजनिक गरेको छ। अहिले हालसालै मात्रै टेनेसी, मिजोरी, क्यालिफोर्निया लगायतका प्रायजसो धेरै राज्यहरूले अलर्ट जारी गरेका छन् आफ्ना सर्वसाधारणलाई, आफ्ना जनतालाई कि तपाईँहरूले टेक्स्ट पाउनुभयो होला अनपेड टोल ब्यालेन्सको, त्यो चाहिँ स्क्याम हो, त्यसलाई फिशिङ भनिन्छ। तपाईँलाई लिङ्कमा क्लिक गर्न लगाएर त्यहाँबाट तपाईँको आइडेन्टिटी थेफ्ट गरिन्छ, चोरिन्छ तपाईँको परिचय र त्यसपछि तपाईँलाई ठगिन्छ। त्यस्तोबाट सजग हुनुहोस्। हामीले पैसा माग्दैनौँ टेक्स्टबाट केही इन्फर्मेसन पठाए पनि पैसा माग्ने काम र आइडेन्टिटी माग्ने काम टेक्स्टबाट गर्दैनौँ भनेर सरकारले नोटिफिकेसन जारी गरेको छ। अहिले तपाईँले इन्टरनेटमा गएर हेर्नुभयो भने त्यस्ता थुप्रै न्युजहरू पनि फेला पार्न सक्नुहुन्छ। यदि तपाईँले त्यस्तो टेक्स्ट रिसिभ गर्नुभएको छ भने सबभन्दा राम्रो तरिका के हो भनेदेखि त्यसलाई गभर्नमेन्टको आइडेन्टिटी थेफ्ट मोनिटरिङ एउटा सिस्टम छ, त्यसमा गएर रिपोर्ट गरिदिने। त्यसमा रिपोर्ट गरिदिने चाहिँ identitytheft.gov identitytheft.gov भनेको चाहिँ नि गभर्नमेन्टको वेबसाइट हो। यो लेजिटिमेट हुन्छ, तपाईँले त्यहाँ गएर हेर्न सक्नुहुन्छ। अब सबभन्दा धेरै मानिसहरू कुन कुन मेथडबाट लुटिएका थिए त सन् 2024मा सरकारले सार्वजनिक गरेको तथ्यलाई म थोरै समराइज गर्न चाहन्छु। द बिगेस्ट स्क्याम लसेस ह्यापन बाई ब्याङ्क ट्रान्सफर ओ पेमेन्ट। ब्याङ्क ट्रान्सफरको थ्रुबाट भएको फ्रड चाहिँ सबैभन्दा ठुलो हिस्सा मानिएको छ भनेदेखि इन्भेस्टमेन्ट स्क्याम्स लेड टु बिग लसेस भनेको छ। इन्भेस्टमेन्ट स्क्याम, लगानी गराउने प्रतिबद्धता लगायतका यावत कुराहरू हुन्छन्, यी सबै कुराले गर्दाखेरि यो पनि मेजोरिटी अफ द हिस्सा यसले ओगटेको छ फ्रडुलेन्ट एक्टिभिटीमा। अनि पिपल रिपोर्टेड लुजिङ मनी मोर अफ्टन वेन कन्ट्याक्टेड थ्रु सोसल मिडिया। सोसल मिडियाको थ्रुबाट पनि मान्छेहरू लुटिएका छन्, धेरैजना मान्छेहरू फसेका छन् भनेर सरकारले यो सार्वजनिक गरेको छ। अब म तपाईँलाई फेरि एकचोटि भन्न चाहन्छु, कथम कदाचित यति ध्यान दिँदै पनि, जानकारी हुँदै पनि यदि आइडेन्टिटी थेफ्ट भयो, लुटियो भने सरकारको वेबसाइट identitytheft.gov मा गएर रिपोर्ट गरिदिनुहोस्। सकेसम्म लुट्नबाट बचौँ। यदि कथम कदाचित एक्सिडेन्टल्ली पनि लुटिएछ भने सरकारलाई त्यसको जानकारी दिउँ।